चुनाव जिते पनि नजिते पनि जसको सरकार आए पनि जे भए पनि श्रमदानबाट म दार्चुलामा पुल थाप्न जान्छु भनेर लेखेँ। त्यसको बारेमा पनि त्यसको विरुद्धमा पनि यति धेरै मान्छेहरू लागिरहेछ। कमसेकम म गइसकेपछि त्यो ठाउँमा त्यो तपाईको दार्चुलाको ब्यास 2 को दुमलिङ भन्ने ठाउँमा अहिले चाहिँ नेट चल्दो रहेछ। सरकारको ध्यान आकर्षण भयो कि भएन म गएपछि? अफकोर्स भयो हैन। त्यो सानो नानीलाई भए पनि अब मैले आफैले गोजीबाट त मैले गरे होइन, तर पढाइदिने मास्टर्ससम्म पढाइदिने, खाना बस्न लुगा सबै फ्री गरिदिन्छु भनेर त्यो त्यस्तो खालको तपाईको चाहिँ सहयोगहरू देखा पर्नुभयो। यदि मैले त्यो त्यहाँ गएर पाइला नटेकेको भए, त्यहाँ यस्तो गर्नुपर्छ है भनेर श्रमदाताहरूलाई नपठाएको भए हैन, आज तपाईको चाहिँ नि पुग्नुभयो त्यहाँ हाम्रो लाइक 80 जना जतिको समूह धरानबाट। धरान अनि अलिक पश्चिमबाट पनि 10-15 जना जानुभयो होला है। लगभग 100 जना मान्छेको श्रमदान अब भोलिदेखि सुरु हुन्छ। त्यो कति होला भन्नु न काम।